प्रधानमन्त्री बालेन शाह विरुद्ध अश्लील गाली गलौज गर्ने युट्युबर पक्राउ। 10 दिनको म्याद थपेर अनुसन्धान सुरु। अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अश्लील र गाली गलौज फैलाउने प्रवृत्ति विरुद्ध प्रहरीले कडा कदम चालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह अर्थात् बालेन लगायतका उच्च पदस्थ नेताहरूलाई लक्षित गरी युट्युब मार्फत अपमानजनक र अश्लील सामग्री प्रसारण गरेको अभियोगमा 5 थरका एकजना युट्युबर पक्राउ परेका छन्। पक्राउ पर्नेमा 5 थरको फाल्गुनन गाउँपालिका 7 का रोशन पोखरेल रहेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोको प्राविधिक अनुसन्धान र जिल्ला प्रहरी कार्यालय 5 थरको सक्रियतामा उनलाई नियन्त्रणमा लिएको हो। पोखरेलले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक मर्यादाको ख्याल नगरी जिम्मेवार नेतृत्वमा रहेका व्यक्तिहरूलाई निकृष्ट शब्द प्रयोग गरी गाली गलौज गरेको र समाजमा नकारात्मकता फैलाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। हाल निज पोखरेलमाथि साइबर अपराध अनुसन्धान मुद्दामा गम्भीर अनुसन्धान भइरहेको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला अदालत 5 थरबाट 10 दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। पछिल्लो समय भ्युज र सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूलाई यो गिरफ्तारीले कडा चेतावनी दिएको छ। कानुन विपरीतका सामग्री सम्प्रेषण गर्ने जो कोहीलाई पनि साइबर ब्युरोले सूक्ष्म निगरानीमा राखेर कानुनी दायरामा ल्याउने बताएको छ।